शीर्षक रहेको छ सम्बोधि। पैदल यात्रा यो भगवान मार्गको बागमती जङ्गलदेखि हरिओन सर्लाही पत्थरकोटसम्मको मिलन। यस यात्रामा महात्माहरू अनि लामबद्ध भई ताती सबैसँग भक्तहरूको तपस्या, कयौं हजार वर्षको धर्मदेशना, विश्व शान्तिको 21 श्लोक सारालाई दीप लाखौं प्रज्वलन गरी मुक्ति र मोक्ष प्राणी जगतको सत्य मार्ग देखाउन बोधिसत्वहरू हजारौं अवतरण भइसकेका छन्। यस युगमा नै पुण्यवान छन् ती आत्माहरू जो गुरु शरणमा लिप्त भई अँगालेका छन् सत्य मार्गलाई। तर चिनेनन् दुर्लभ ज्ञानलाई। यस तपोभूमिले निश्चित छ प्रलय अब यस संसारमा खस्न नदेऊ आँसु सम्बोधिको, खस्न नदेऊ आँसु सम्बोधिको।